Hello everyone, welcome back to my another video. So आज चाहिँ म जाँदैछु न्युयोर्क अन्त मसँग चाहिँ एकजना सेफ पनि हुनुहुन्छ. सो हामी दुईजना चाहिँ जाँदैछ न्युयोर्क हो. यहाँबाट चाहिँ बसमा जानुपर्ने हुन्छ. सो अहिले चाहिँ म चाहिँ बस स्टपमा बसलाई पर्खिरहेको छु. अन्त तपाईँ हेर्नुहोस् यहाँ सेफलाई पनि म देखाइरहेको छु हो. अन्त यहाँ चाहिँ यस्तो छ कुछ नजारा. अन्त हाम्रो बस चाहिँ अब आउँदैछ हो, परबाट आउँदैछ. अन्त त्यो बसमा जानुपर्ने हुन्छ. सो हेर्नु होला तपाईहरु, हामी बसमा बसिसकेका छौँ र अब त जाँदैछ. यहाँबाट चाहिँ अलिकति मैले क्लिक गरेको बसबाट नै. अन्त यहाँ यस्तो छ. जाँदा जाँदा चाहिँ हामीले साथीलाई पनि कन्ट्याक्ट गरेर चाहिँ टक्क साथी चाहिँ हामीलाई ल्याउनु ठक्क आइपुग्यो हो. र मैले चाहिँ साथीलाई भने पहिला चाहिँ हामी खाना खाइहालौँ भनेर भने. अन्त हामी चाहिँ खाना खानु गए गोर्खाली नेपाली रेस्टुरेन्ट होइन. त्यहाँनिर चाहिँ बिफ साँधेको सुकुटी नै हो, सुकुटी साँधेको. अन्त पर्क चिल्ली, चिकन मोमो. अन्त हामीले के थालीहरू खायौँ है. यो भेज थाली हो. यो चाहिँ सेफको लागि, उहाँले चाहिँ खाएन नि त है. सो यो चाहिँ पोर्क थाली. यो चाहिँ स्पेसल फर मी है. आई लाइक पोर्क न, त्यही भएर मैले चाहिँ पोर्क थाली खाएँ. यस्तो चाहिँ एकदम मिठो भयो. फाइनली म चाहिँ जहाँ म भिडियो बनाउँछु भनेको थिएँ नि, म त्यो जग्गामा आइसकेको छु. तपाईँहरूलाई देखाउँदैछु यहाँको कुछ नजारा. यहाँ कुछ यस्तो छ है. यहाँ हेर्नुहोस् तपाईँहरू, यहाँ कुछ यस्तो छ. यत्रो ठुलो ठुलो बिल्डिङहरू छ यहाँनिर है. यत्रो अग्लो अग्लो. अन्त यो मेन चाहिँ यही, हामी चाहिँ यही भित्रै घुम्नेछौँ आज चाहिँ. अन्त हुन्छ तपाईँलाई पनि देखाउँछु है कस्तो छ के छ यहाँको. सो हेर्नुहोस् होला. र हामी चाहिँ यहाँ माथि चाहिँ हामी यसरी सिँढीमा चाहिँ चढेर माथि जानेछौँ आज. अन्त त्यही कारण चाहिँ हामी भित्र गएर देखाउँछु म तपाईँलाई. अब भित्र चाहिँ कुछ यस्तो छ. र मैले चाहिँ फन यसरी क्यामेरा घुमाइदिएको भित्र गएर हो. गाइस हामी चाहिँ यहाँ सिँढीमा चढ्छु नै भनेर हिँड्दैछौँ है. अरे यार, अन्त यहाँ त पुरै थाकिँदो रहेछ नि. अन्त यति चाहिँ हामी चढिसक्यो यहाँ तलदेखिको हो. यति चाहिँ चढिसक्यो. अहिले जाँदैछौँ माथि नै, पुरा थाक्दो रहेछ. अब चाहिँ जाँदैछु हामी. अब लास्ट 2टा फ्लोर बचेको छ. अन्त हिँड्दैछु, थाकिसक्यो. यहाँ माथिदेखि डर लाग्नु थाल्दैछ. म यहाँ त यसो देख्दैछ नि, यहाँबाट कि हल्का डर लाग्दो रहेछ. केही छैन, जाँदैछु. अब लास्ट फ्लोर बचेको छ. नीचे देखो इधर से, नीचे देखो ना इधर से. कैसा हो रहा है? हाँ, डर लग रहा है? हाँ, सही पता है कैसा लग रहा है. ये लास्ट यहाँबाट चाहिँ यस्तो भ्यू देख्दो रहेछ. अझै टावर यत्रो माथि त्यसै बिल्डिङहरू. त्यो बिल्डिङ त अझै देख्दैन पनि, आँखाले नभ्याउन सकिन्छ. यहाँ तल त्यस्तो देख्छ एउटा. त्यहाँ यस्तो छ गाइस. हामी चाहिँ त्यहाँ बाहिर घुमिसकेर पनि हामी यसरी मलभित्र पसिसकेका छौँ. र यहाँ पनि घुम्दैछौँ, किनभने बाहिर घुमेकोले चाहिँ वाक्कै भइसक्यो नि त है. त्यही भएर चाहिँ हामी यहाँ आएर पनि एकछिन घुम्छौँ. ल्याउनु त अब किन्नु त हामीले केही पनि किनेन यहाँनिर, त्यत्तिकै घुम्यौँ मात्रै. अन्त यसरी नै यस्तो छ. तपाईँलाई म देखाउँछु यहाँनिर जो अघि हामी चढेको थियो नि सिँढी, त्यो पनि तपाईँलाई म देखाउँछु है त यहाँनिर है. यहाँ कस्तो छ भन्दा चाहिँ त्यो सिँढी चाहिँ यस्तो देख्छ. हेर्नुहोस् त, यहाँबाट चाहिँ यस्तो देख्छ. हामी चाहिँ त्यहाँ माथिसम्म पुगेको थियौँ कि हो. अन्त मजा आयो, थाक्यो पनि, मजा पनि आयो. भित्र पनि घुमिसक्यौँ र फेरि है फेरि बाहिर आयौँ. बाहिर फेरि घुम्दैछौँ. यहाँ चाहिँ कुछ यस्तो छ हो. अलिक त्यो अघिको मेन सिटी भन्दा चाहिँ अलिकति यतापट्टि हो. यहाँ चाहिँ एउटा यस्तो इन्स्टल पनि लागिरहेको रहेछ. तर हामीले केही पनि खाएनौँ, किनभने हामी चाहिँ अलरेडी खाइसकेका थियौँ, त्यही भएर. अन्त यस्तो छ यहाँ चाहिँ. अन्त यहाँबाट जानुपर्ने हुन्छ. सो हामी हिँड्दै जाँदै यसरी नै घुमेर आजको दिनहरू यसरी नै हामीले बिताउने छौँ हो.
अन्त यस्तो पनि छ यहाँको कुछ नजाराहरू यस्तो छ तपाईँहरू पनि हेर्नुहोस् गाइस। सो गाइस घुम्दा घुम्दा यहाँ रात पनि अब पर्न लाग्यो। सो यहाँ चाहिँ यस्तो छ बेलुकाको नजारा चाहिँ। सो थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।